सुरुका दिन निकै कठिन, अप्ठ्यारा र चुनौतीपूर्ण थिए। 14 वर्ष अघि ब्लू डायमन्ड सोसाइटी अर्थात् नीलहीरा समाजको स्थापना हुँदा त्यो धेरैका लागि कौतूहलको विषय पनि थियो। हाम्रो समाजमा जात जाति र विभिन्न वर्ग समुदायका नाममा हुने सामाजिक विभेदहरू कायमै छन्। त्यसमाथि पनि केही वर्ष यता पहिचान बनाउने क्रममा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई हेर्ने दृष्टिकोण अझै पनि त्यति धेरै सकारात्मक छैन। कुरा सन् 2001बाट थालौँ। सबै जाति, क्षेत्र र वर्गको हक, अधिकार अनि पहिचानको विषय उठ्दै थियो। त्यही सिलसिलामा दशकौँ अघिदेखि दबाइँदै र व्यवस्था गरिँदै आएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू पनि सङ्गठित भए। सन् 2001मा समलिङ्गी, तेस्रो लिङ्गी, अन्तर्लिङ्गी र द्विलिङ्गीको साझा संस्थाका रूपमा स्थापना भयो ब्लू डायमन्ड सोसाइटी। त्यो एकता, सङ्गठन र साझा प्रयासलाई सुरुमा कसैले पनि अन्दाज लगाएका थिएनन् होला यसले यति छिट्टै व्यापकता पाउँछ भनेर। विश्वमा लामो समय लागेर भएका परिवर्तनहरू नेपालमा भने छिटो छिटो हुने गरेको इतिहास साँची छ, चाहे त्यो राजनैतिक परिवर्तन होस् वा सामाजिक परिवर्तन। नीलहीरा समाजले पनि 14 वर्षको दौरानमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको पहिचानलाई स्थापित गर्न प्राप्त गरेको सफलता प्रशंसा गर्न लायक छ। तर यो सफलता त्यति सजिलै भने प्राप्त भएको होइन। यसका पछाडि सङ्घर्षको लामो कथा छ। धेरै खुड्किलाहरू पार गर्दै यो पहिचान निर्माण भएको हो। कहीँ जानु पऱ्यो कि मेकअप गर्नु पऱ्यो कि मेरै घरमा आउने गर्थेँ र मेरो घरमा बढी जमघट हुन्थ्यो। अनि त्यहाँबाट सुनिलजीले कहाँबाट चाल पाउनुभयो अनि त्यसपछि मलाई फलोअप गर्दै आउनुभयो। उहाँले राम्रो एउटा प्रस्ताव राख्नुभयो, जुन कि ब्लू डायमन्ड सोसाइटी एउटा नीलहीरा समाजको एउटा स्थापना गर्ने भनेर एउटा प्रस्ताव राख्नुभयो र अनि हामीले यही घरबाट स्टार्ट गऱ्यौँ। त्यतिखेर डर तरास थियो, कहिले पुलिसले हिर्काउने केसेसहरू हुन्थ्यो, कहिले पुलिसले ब्ल्याकमेल गर्ने केसेसहरू हुन्थ्यो, कहिले सिभिल मान्छेले पनि एउटा हेरेसमेन्ट चाहिँ तँलाई म त यस्तो व्यक्ति रहेछस्, तँलाई चाहिँ म भन्छु भनेर तेरो परिवारमा भनिदिन्छु भनेर चाहिँ एउटा डर तरास देखाएर ब्ल्याकमेल गर्ने एउटा सिस्टम थियो। अहिले त्यो छैन। भाइ कि बहिनी हो अरू त उता जा भने ठेल्ने त्यस्तै अलिक गाह्रो हुने, आफूलाई पनि त्यो गाडीमा समस्या हुन्थ्यो। अब जस्तो हस्पिटलतिर जाँदा पनि अब बिमार भए चेकअपको लागि पनि गाह्रो हुन्थ्यो। त्यतिखेर घर छिमेकी पनि अनि के भन्छ फलानाको छोरी केटा कि केटी कस्तो व्यवहार गरेर हिँड्ने भने त्यहाँ जस्तो उनीहरूको छोराछोरीले फलानासँग नखेल है, त्यो त बिगार्छ तँलाई, केटी भएर केटा जस्तो लुगा लगाएर हिँड्छ, बिगार्छ, त्यसले त्यो नराम्रो सिकाउँछ, नराम्रो बाटोमा डुलाउँछ, नहिँड है भने। अनि त्यसै पनि साथीभाइ कोही नहुने, छोराछोरीमा खेल्न आफूले एक्लै बस्नु पर्ने बाध्य हुने घरभित्र है। अब बाहिर पनि जानु नसक्ने, फ्यामिलीले पनि कराउने, नजा त बाहिर गयो कि मान्छेले दुनियाँ कुरा काट्छन्, बाहिर निस्किनै गाह्रो हुने, अनि भित्रै कोठाभित्र बाध्य भएर बस्नु पर्ने। अब पढौँ कि नपढौँ भने चाहिँ पढाइ पुरा कम्प्लिट गर्न नपाए, त्यही कारण पनि साथीभाइ नमिल्ने, स्कुलमा पनि गाह्रो हुने। अब सरहरूले पनि लुगा लगाएर केटीको भन्ने, टोइलेट जान गाह्रो हुने, त्यसै छरछिमेकी साथीहरू पनि स्कुलमा नमिल्ने, साथी नहुने। अनि त्यसले गर्दा मलाई धेरै समस्या हुन्थ्यो। भनिन्छ 12 वर्षमा खोलो पनि फर्किन्छ। यही उखान चरितार्थ भएको छ यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको पहिचानको आन्दोलनमा। औलामा गन्न सकिने थोरै सदस्यबाट सुरु गरिएको संस्थाले अहिले देशैभरि आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले पहिचानको लडाईँ लडिरहँदा विक्रम सम्वत 2064 साललाई एउटा महत्त्वपूर्ण वर्षका रूपमा सम्झिन्छ। 2064 पुस 6 गते नेपालको सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई उनीहरूको पहिचान खुल्ने गरी नागरिकता दिनु भनी सरकारको नाममा निर्देशनात्मक आदेश जारी गर्यो। यो हालसम्म प्राप्त महत्त्वपूर्ण उपलब्धि मध्येको एक हो। यसले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको कानूनी अधिकारलाई मात्र स्थापित गरेन, सामाजिक रूपमा पनि यसको ठूलो महत्त्व छ।
यसको झण्डै 5 वर्षपछि 2069 कार्तिक 19 गते सर्वोच्च अदालतले उमेर पुगेका व्यक्ति सँगै बस्न पाउने अर्को महत्त्वपूर्ण फैसला सुनायो। यसरी एकपछि अर्को गरी महत्त्वपूर्ण कानूनी उपलब्धिहरू प्राप्त हुँदै गए। सर्वोच्च अदालतको आदेशपछि गृह मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अन्य उल्लेख गरी नागरिकता दिनु भन्दै सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पनि जारी गर्यो। सर्वोच्चको निर्देशनात्मक आदेशपछि औँलामा गन्न सकिने केही व्यक्तिले आफ्नो पहिचान अनुरूपको नागरिकता पनि पाएका छन्। तर अदालतको फैसला र गृह मन्त्रालयको परिपत्रका बारेमा मातहतका निकायमा अझै पनि अन्यल कायमै छ। अन्य उल्लेख गरी नागरिकताका लागि आवेदन दिँदा कतिपय जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले स्वास्थ्य सम्बन्धी रिपोर्ट माग गर्दै नागरिकता दिन आलटाल गर्नुले पनि यही कुरा प्रश्नाउँछ। सारमा भन्दा यो विषय अहिले पनि जिम्मेवार सरकारी अधिकारीको तजविजी अधिकार जस्तै भएको छ। म एउटा तेस्रो लिङ्गी पुरुष नागरिकता लिनको लागि प्रशासनीय फाँटमा गएको थिएँ। त्यहाँ गइसके पछाडि मलाई चाहिँ अरू महिला पुरुषलाई जस्तो समान व्यवहार भएन। सामान्य महिला पुरुषहरूलाई चाहिँ केही पनि नभनिकन स्वतः नागरिकता दिन्छ भने हामी समलिङ्गी तेस्रो लिङ्गीहरू नागरिकता लिन जाँदाखेरिमा विभिन्न खालको डक्टरी रिपोर्टहरूको माग गरियो होइन। त्यो अनावश्यक थियो। त्यो खालको हामीले कहाँबाट लिएर आउने होइन। पहिचान सहितको नागरिकता नपाएको कारणले हाम्रो देशमा अनागरिक जस्तो भएर बस्नु परेको बाध्यता छ होइन। म जस्ता कयौँ समलिङ्गी तेस्रो लिङ्गीहरू नागरिकता विहीन भएर बस्नु परेको छ। यसलाई चाहिँ राज्यले छिट्टै पहल गर्नुपर्छ जस्तो लाग्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको पहिचानको लडाई मानवाधिकारकै एउटा पाटो हो। मानवाधिकारको विश्वव्यापी घोषणा पत्रले पनि व्यक्तिको आधारभूत अधिकारहरू सर्वमान्य हुन्छ भनेर मानेको छ र पछिल्ला 14 वर्षको निरन्तरको प्रयत्नले यो कुरा नेपालमा पनि स्थापित भएको छ। राष्ट्रिय मानवाधिकार आयोगको रणनीतिक कार्ययोजनामा नै हामीले चाहिँ तेस्रो लिङ्गी नागरिकहरूको अधिकारलाई एउटा अल्पसंख्यकहरूको अधिकारको रूपमा स्थापित गर्दै उनीहरूको अधिकार संरक्षण र सम्वर्धनको निमित्त कार्यक्रमहरू सञ्चालन गर्ने भन्ने आयोगको एउटा चाहिँ नीति नै छ। हामीले दुईवटा कामहरूलाई प्राथमिकता दिएका छौँ। एउटा चाहिँ तेस्रो लिङ्गी नागरिकहरूको जुन अधिकार छ उनीहरू परिवार समुदाय र राज्यका तहहरूबाटै भेदभावमा पर्ने र उनीहरू विरुद्ध दुर्व्यवहार भन्ने कुराहरू छन्। त्यसको लागि एउटा चाहिँ उनीहरूको पहिचान स्थापित गर्नको लागि प्रबन्धनात्मक कामहरू गरिरहेका छौँ भने अर्को उनीहरूको अधिकार संरक्षणको लागि विभिन्न संस्थाहरूबाट र पीडित व्यक्तिहरूबाट हामी कहाँ उजुरीहरू आइरहेका छन्। ती उजुरीहरूमाथि छानबिन गर्दै दोषीलाई कारबाहीको लागि हामीले चाहिँ सिफारिसहरू गरेका छौँ र केही ठाउँहरूमा उनीहरूमाथि दुर्व्यवहार गर्ने दोषीहरूलाई कारबाही भएका घटनाहरू पनि हामीसँग छन्। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको निरन्तरको प्रयत्नकै कारण यस विषयमा संवेदनशीलता बढेको छ। अध्यागमन विभाग, राष्ट्रिय मानवाधिकार आयोग तथा विभिन्न बैंक तथा संस्थाहरूका फर्ममा महिला पुरुषसँगै समलिङ्गी तेस्रो लिङ्गी लगायतका लागि अन्य भनेर उल्लेख गर्ने व्यवस्था भइसकेको छ। यसैगरी विद्यालय तथा विश्वविद्यालय तहका पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विषय पर्नुले पनि यस विषयमा बढेको सजगतालाई प्रस्ट्याउँछ। विश्वकै कुल जनसङ्ख्याको 8 देखि 10% व्यक्ति समलिङ्गी तेस्रो लिङ्गी अन्तर्लिङ्गी हुने तथ्य छ। नेपालमा भने झण्डै 5 लाखको हाराहारीमा यस समुदायका सदस्य रहेको अनुमान छ। उनीहरूलाई संगठित गर्दै ब्लू डायमन्ड सोसाइटीले 5 विकास क्षेत्रका 40 वटा शहरहरूमा आफ्ना शाखा विस्तार गरेको छ। ती ठाउँमा विभिन्न चेतनामूलक कार्यक्रमहरू गर्नुका साथै तालिम भेला मार्फत समुदायका सदस्यहरूलाई संगठित र सक्षम बनाउने काम भइरहेको छ। फलस्वरूप गाउँघरमा खुल्न नसकेका कतिपय तेस्रो लिङ्गी तथा समलिङ्गीहरू बिस्तारै खुल्दै गएका छन् र सम्पर्कमा आउन थालेका छन्। यसले उनीहरूमा समाजमा हामी पनि कोही हौं र देश विकासका लागि केही गर्न सक्छौं भन्ने दरिलो आत्मविश्वास बढाउँदै लगेको छ। सामाजिक उपलब्धि र समावेशिताका लागि मुख्य कुरा राजनीतिक दलहरू नै अग्रसर हुनुपर्छ।
त्यसैले आफ्ना हक अधिकार स्थापित गर्न र सरकार तथा राजनीतिक दलहरूको ध्यानाकर्षणका लागि नीलहिरा समाजका सदस्यहरूले घाम पानी नभनी दबावमूलक र्याली तथा धरना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन्। देशको सर्वोच्च निकाय सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, संविधानसभा भवन नयाँ बानेश्वरसँगै विभिन्न राजनीतिक दलका कार्यालयहरू तथा प्रभावशाली नेताहरूलाई भेटेर आफ्ना मुद्दामा सहमत गराउने र दबाव दिनका लागि धरना दिने काम समेत हुँदै आएको छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कुरा गर्दा पहिलो संविधान सभालाई बिर्सन मिल्दैन। पहिलो संविधान सभामा नेकपा संयुक्तका तर्फबाट नीलहिरा समाजका संस्थापक अध्यक्ष तथा नेपालमा लैङ्गिक अल्पसंख्यक समुदायको आन्दोलनका अगुवा सुनिल बाबु पन्त सभासद जस्तो गरिमामयी पदमा चुनिनुभयो। यो नेपालमा समलिङ्गी, तेस्रोलिङ्गी, अन्तर्लिङ्गी र दुईलिङ्गी समुदायको राजनीतिक अधिकार स्थापित गर्ने अभियानमा कोसे ढुङ्गा नै हो। समुदायको यही प्रतिनिधित्वकै कारण पहिलो संविधान सभाले पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका पक्षमा केही सकारात्मक कुराहरू लिपिबद्ध गरेको छ, जसलाई वर्तमान संविधान सभाले पनि निरन्तरता दिँदै थप हक अधिकार समेट्ने अपेक्षा गरिएको छ। तर अघिल्लो संविधान सभामा रहेको यस समुदायको प्रतिनिधित्व वर्तमान संविधान सभामा नभएका कारण कतै यी विषय ओझेलमा पर्ने त होइनन् भन्ने संशय नभएको भने होइन। नेपालका राजनीतिक दलहरू स्वतन्त्रताका पक्षधर छन्, त्यसैले उनीहरूका दस्तावेजहरूमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मुद्दा पनि समेटिन थालेको छ। प्राय साना तथा ठूला दलहरूले आफ्ना चुनावी घोषणापत्रहरूमा यसलाई स्थान दिनुले पनि त्यही कुरा प्रष्ट हुन्छ। यसले यो मुद्दाको राजनीतिक जगलाई अझ मजबुत बनाएको छ। हिजोका दिनमा यसबारेमा कुनै कुरा उल्लेख नगर्ने राजनीतिक दलहरूले यसरी लेख्नु र बोल्नु सकारात्मक संकेत हो। वास्तवमै यो विषय नेपालमा विधिवत रूपमा प्रवेश गरेको चाहिँ पहिलो संविधान सभाबाटै हो। त्यो संविधान सभामा चाहिँ हामीले संयोगवश त्यसको प्रतिनिधिको रूपमा सुनिल बाबु पन्त त्यहाँ हुनुहुन्थ्यो र उहाँले नै यो विषयलाई अलिकति सेन्सिटाइज पनि गर्नुभयो। नेकपा एमाले आगामी दिनहरूमा उहाँहरूलाई योजनाबद्ध ढङ्गले पार्टीमा चाहिँ क्रियाशील बनाउने र योग्यता क्षमता पुगेका साथीहरूलाई चाहिँ पार्टी कमिटीहरूमा जिम्मेवारी दिने र राज्यका अङ्गहरूमा पनि क्रमशः उहाँहरूलाई चाहिँ जिम्मेवारी दिने कुरा सोचिरहेको छ। हामी त्यस मामलामा सकारात्मक छौँ। जसरी महिलालाई पुरुषलाई गर्छ त्यसो लिङ्गीलाई पनि गर्नुपर्छ भन्ने त्यो अवधारणा लिएर नै काङ्ग्रेस अगाडि बढिरहेको छ। समाजमा पनि अब हेर्ने दृष्टिकोण पहिला अलि फरक थियो, तर अहिले चाहिँ अब बिस्तारै त्यो सकारात्मकतिर अब स्वीकार्नेतिर चाहिँ गइरहेको चाहिँ मैले चाहिँ पाएको छु। र यसमा पोलिटिकल पार्टिजहरूले यसमा खास गरेर चासो लिएर नै काम चाहिँ गर्नुपर्छ र काङ्ग्रेसमा अब खास गरेर अब त्यसो लिङ्गीबाट पनि अब पोलिटिक्समा एक्टिभ हुने चाहनेहरूलाई यसलाई चाहिँ आफ्नो ठाउँ दिन्छ र चाहिँ आफ्नो क्षमता देखाएर अगाडि बढ्ने काममा काङ्ग्रेसले त्यसमा कुनै रोकटोक चाहिँ लगाउने चाहिँ छैन। अध्ययनले भन्छ जब कक्षा चढ्दै जान्छन् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिकाले पढाइ पनि छोड्दै जान्छन्। शिक्षा मानव जीवनको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण कडी हो, तर त्यही शिक्षाबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बालबालिका वञ्चित हुँदै आइरहेका छन्। यसलाई रोक्न र यौनिक तथा लैङ्गिक अल्पसंख्यकका बारेमा समाजमा रहेको भ्रम हटाउने उद्देश्य राखेर ब्लू डायमन्ड सोसाइटीले विभिन्न जिल्लाका विद्यालयका शिक्षकहरूलाई तालिम दिने गरेको छ। शिक्षाको तल्लो तहबाट सचेतना फैलाउने यो अभियानले सकारात्मक प्रभाव पनि पार्न थालेको छ। मैले जे सुनेको थिएँ मैले पनि त्यस्तै बुझेको थिएँ। जब हामीले सुनिल बाबु पन्तबाट बिडिएसबाट हामीले जुन तालिम प्राप्त गरियो, तालिम प्राप्त गरेपछि समलिङ्गी तेस्रोलिङ्गी भनेको यस्तो हुने रहेछ र यसको 5वटा प्रकार हुने रहेछ भन्ने कुराको हामीलाई एकदम जानकारी भयो र अनि त्यसपछि गएर हामीप्रति पनि कहीँ कतै चाहिँ अब त्यस्ता समुदायलाई देख्दाखेरिमा त यिनीहरू यस्ता हुनु उस्ता हुनु भनेर चाहिँ गाउँघरमा जसरी उनीहरूलाई शब्दावली प्रयोग गरिन्थ्यो त्यस्तै शब्दावली हामीले पनि प्रत्यक्ष अप्रत्यक्षमा व्यक्त गरे होला। तर यो तालिम लिइसकेपछि यो चाहिँ एकदम नितान्त प्राकृतिक विषयवस्तु रहेछ भन्ने कुरा भएर अझै हाम्रो मानसिकतामा एकदम पोजिटिभ धारणा भयो र त्यही अनुसार हामीले हाम्रा बालबच्चालाई हाम्रा विद्यार्थीलाई पनि त्यही अनुसार चाहिँ हामीले शिक्षण कार्य गरियो। मेरो केस अलिकति फरक छ।
मेरो आफ्नै बच्चा पनि एउटा टिजी हो, ट्रान्सजेन्डर। अनि त्यस भएर अगाडि जुन प्रकारको चाहिँ मेरो मनमा चाहिँ मेन्टल स्टेट थियो त्यो चाहिँ धेरै फरक भयो। मलाई अलि धेरै सजिलो भयो। समाजमा अरूलाई फेस गर्दाखेरि पनि पहिला अलिकति अप्ठ्यारो लाग्थ्यो, तर त्यो चाहिँ हरायो। पढ्ने बेलामा यस्तो कुराहरू केही पनि पढिएन। अनि त्यसो भएपछि सबै कुरा बुझेको जस्तो लाग्थ्यो, तर ट्रेनिङ लिएपछि धेरै कुरामा म रङ रहेछु। मेरो चाहिँ मिसकन्सेप्सनहरू धेरै रहेछ, मिसइन्फर्मड रहेछु म भनेर धेरै मेरो इल्युजनहरू सबै हट्यो, म क्लियर भयो कि। शिक्षक मात्र नभई कानुन व्यवसायीहरू तथा अरू पेसाकर्मीहरूलाई पनि समय समयमा तालिम आयोजना गरी आफ्ना समस्याका बारेमा बुझाउने काम हुँदै आएको छ। यसले कानुनी रूपमा लड्नुपर्ने कतिपय विषयमा ऐक्यबद्धता मात्रै प्राप्त भइरहेको छैन, परिआउँदा निशुल्क कानुनी सेवा दिने प्रतिबद्धता समेत कानुन व्यवसायीहरूले गरेका छन्। ब्लू डायमन्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको मानव अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, वृत्ति विकास, राजनीतिक सामाजिक अधिकार लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ। सरकारी अस्पताल लगायत अन्य ठाउँहरूमा उपचारका लागि पुग्दा विभिन्न खालका व्यवधान खेप्नु परेका कारण काठमाडौँमा आफ्नो छुट्टै उपचार केन्द्र समेत सञ्चालनमा ल्याएको छ। संस्थाको आफ्नै पहलमा स्वास्थ्य परामर्श तथा पुनर्स्थापना केन्द्र केयर एन्ड सपोर्ट सेन्टर स्थापना भएपछि समुदायका सदस्यहरूले आफ्ना स्वास्थ्य सम्बन्धी समस्या खुलेर राख्न पाएका छन्। साथै लामो समयसम्म हेरचाह तथा बसेर गर्नुपर्ने उपचार तथा स्वास्थ्य सम्बन्धी विभिन्न खाले परामर्शका लागि सेन्टर उपयोगी भएको छ। यसैगरी पुरुष समलिङ्गीहरूका लागि ब्लू डायमन्ड सोसाइटीले छुट्टै कार्यालयहरू सञ्चालनमा ल्याएको छ। सन् 2012 देखि देशका अरू केही शहरहरूसँगै काठमाडौँको चण्डोलमा सञ्चालनमा रहेको कार्यालयले पुरुष समलिङ्गीका लागि छुट्टै सेवा दिइरहेको छ। आफ्नो समाजमा खुल्न नसकेका समलिङ्गी पुरुषलाई सेवा दिने यस सेन्टरले मुख्य गरी HIV संक्रमणको जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको पहिचानको कुरा गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपालको भूमिकालाई बिर्सन मिल्दैन। ब्लू डायमन्ड सोसाइटी समेत सदस्य रहेको महासंघको स्थापना सन् 2007 मा भएको हो। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको हक अधिकारका क्षेत्रमा क्रियाशील संस्था सदस्य रहेको महासंघले गरिरहेको काम सराहनीय छ। जति पनि यो एलजिबिटिआईको क्षेत्रमा काम गर्ने संस्थाहरू छ उनीहरूलाई चाहिँ हामीसँग आबद्ध गराउने, उनीहरू चाहिँ अब सिबिओ दर्ता गर्न नसकेको खण्डमा चाहिँ सिबिओस दर्ता गर्न हेल्प गर्ने। र मेन कुरा चाहिँ हामीले त्यो नेटवर्क स्ट्रेन्थनिङ र यो उहाँको चाहिँ क्यापासिटी बिल्डअपको क्षेत्रमा काम गर्छ। सिबिओ अथवा सिबिओ प्लस सिबिओमा काम गर्ने कार्यरत कर्मचारीहरूको अब हामीले चाहिँ उहाँलाई चाहिँ एडभोकेसी ट्रेनिङ दिन्छौँ, लिडरसिप ट्रेनिङ दिन्छौँ। त्यस कारण चाहिँ अब तपाईँहरूले अब जति पनि पहिला गुम्सिएका साथीहरू चाहिँ उनीहरू चाहिँ मोर ओपन हुनुभयो अब उहाँको क्षेत्रमा यहाँ पनि होइन। र हाम्रो साथीहरू पोलिटिकल पार्टिजमा पनि लिङ्क उहाँले बढाउनु भयो। पोलिटिकल पार्टीमा लागेका थुप्रै उदाहरणहरू पनि छन्। उहाँहरू विभिन्न क्षेत्रमा इस्टाब्लिस भइसकेका पनि छन् हामीले दिएका तालिमहरूबाट। सामुदायिक हितका लागि पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूले काम गरिरहेका छन्। उदाहरणका लागि विभिन्न जिल्लामा सार्वजनिक शौचालय निर्माण गरिएका छन् भने पोखरामा बाढी पीडितका लागि रकम संकलन गरी हस्तान्तरण गर्ने काम भयो। यस्तै सामाजिक योगदानकै कारण यस समुदायका व्यक्तिले सरकारी निकाय र सामाजिक संघ संस्थामा सहभागिताको अवसर पनि पाउन थालेका छन्। जीविस अन्तर्गत रहने जिल्ला एड्स समन्वय समिति सुनसरीको सदस्यका रूपमा चुनिनु तथा देशका विभिन्न जिल्ला विकास समिति तथा नगरपालिकाहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि बजेट छुट्याउन थाल्नु यसका उदाहरण हुन्। सञ्चार माध्यमको बढ्दो पहुँचले नेपालका गाउँठाउँलाई मात्र होइन सिङ्गो विश्वलाई नै एउटा सानो गाउँ जस्तो बनाइदिएको छ। त्यसैले सञ्चारका मूलधार तथा वैकल्पिक माध्यमहरूलाई प्रयोग गर्दै ब्लू डायमन्ड सोसाइटीले पनि नेपाली र विश्व समुदाय समक्ष आफ्ना गतिविधि तथा जानकारीहरू पुर्याइरहेको छ। त्यसका लागि दैनिक रूपमा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ भने समय समयमा टेलिभिजन कार्यक्रम पनि निर्माण गरी राष्ट्रिय तथा स्थानीय टेलिभिजनहरू मार्फत प्रसारण गर्ने गरिन्छ।
नमस्कार, म सुनिल बाबु पन्त हार्दिक स्वागत गर्दछु कार्यक्रम द फोकसमा। शान्ति प्रक्रिया, संविधान निर्माण, राज्यको सामाजिक, आर्थिक, राजनैतिक रूपान्तरण, मानवाधिकार लगायत विविध विषयमा यस कार्यक्रममा हामी गम्भीर छलफल गर्छौँ। अनि बिस्तारै मूलधारका सञ्चार माध्यमले पनि यो विषयलाई स्थान दिन थालेका छन्। तर यात्रा अझै लामो बाँकी नै छ। ब्लू डायमन्ड सोसाइटीको स्थापनाका 14 वर्षमा यसका अगुवा तथा सदस्यहरूले अँध्यारो र उज्यालो दुवै पाटो देखि भोगेका छन्। सुनिलजीले के भन्नुभएको थियो भने तपाईहरू नेपालमा चाहिँ यो चाहिँ अब लिगलाइज छैन, यो मुद्दालाई चाहिँ नेपाली समाजले र नेपाली राज्यले सहज रूपमा र सकारात्मक रूपमा चाहिँ लिँदैन। पुलिसले हस्तक्षेप गरेर चाहिँ तपाईँहरूलाई जेल चलान पनि गर्न सक्छ, मानसिक रूपमा तपाईँहरू तयारी भएर बस्नुहोस् है भन्ने खालको अवस्थाहरू थियो। भन्दाखेरि अहिलेको अवस्थामा दक्षिण एसियामै यो मुद्दालाई चाहिँ अब नेतृत्व लिएर हामी अगाडि बढिरहेका छौँ। यो नेपालको 40वटा जिल्लामा हाम्रो अफिसहरू स्थापित भइसकेका छ। समय धेरै परिवर्तन भइसक्यो। अहिले समुदायको साथीहरू पनि धेरै सशक्त रूपमा के भन्छ आफ्नो मुद्दाहरू उठाउनको लागि सबल र सक्षम पनि भइसकेका छन् र केही हदसम्म समाज पनि यसको लागि तयारी भइसकेका छ र सरकारको जुन खालको एउटा पोलिसी लेभलमा बसेको जुन व्यक्तिहरू हुनुहुन्छ उहाँहरूको पनि सोच चाहिँ सकारात्मक भइसकेका छ। तर यसको मतलब यो होइन कि हामीमाथि हुने विभेद, हामीमाथि हुने लालचना, हामीमाथि हुने हिंसा चाहिँ अझै पनि अन्त भएको छैन। जुन खालको अहिले नेपालको फौजदारी तथा दिव्यानी आचार संहिता छ त्यो यो पार्लियामेन्टले, यो सदनले, संविधान सभाले एड्रेस गर्ने बित्तिकै चाहिँ हामीले जति खालको उपलब्धिहरू हासिल गर्यो, जुन खालको सङ्घर्षहरू पार गरेर यो अवस्थासम्म आइसकेका छ, त्यसलाई चाहिँ फेरि अब त्यो कुराहरू चाहिँ फेरि पानीमा खेर जाने अवस्थाहरू आउन सक्दैन भन्न सकिँदैन। पहिचान खुल्ने नागरिकता नभएकै कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू शिक्षा, स्वास्थ्य तथा रोजगारीबाट वञ्चित हुनु परिरहेको यथार्थ हो। केही उपलब्धि हासिल भएका छन्, तर समस्याहरू धेरै नै बाँकी छन्। पहिलो कुरो उनीहरूको विवाह दर्ता गर्न नपाउने भइसकेपछि उनीहरूको जुन समलैङ्गिक जोडीहरू बसिरहेका छन् उनीहरूले कानुनी हैसियत प्राप्त गर्न सक्दैन। अर्को उनीहरूको सम्बन्ध विच्छेद भयो भने त्यसको सम्बन्ध विच्छेद गर्ने प्रक्रिया के छैन। जस्तै हाम्रो लोग्ने स्वास्नीको अर्को भए जस्तो उनीहरूको सम्बन्ध विच्छेद भयो भने के गर्ने। जस्तै एउटाको मृत्यु भयो, मृत्यु भइसकेपछि उसको अबताली हुन्छ। उसको अबताली जस्तै अरूको हकमा मृत्यु भइसकेपछि नजिकको नातेदारले पाउने हुन्छ। उनीहरूको नाता नै सम्बन्ध कायम नभइसकेपछि त अबताली कसले पाउने भन्ने समस्या छ। तर यति हुँदाहुँदा पनि के छ भन्नु अहिलेसम्म जुन सकारात्मक नेपालमा कानुनको विकास भइरहेछ, यो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको हक हितको लागि चाहिँ कानुन राम्रो विकास हुँदै गइरहेछ। जस्तै अब विभिन्न विभेदपूर्ण कानुनहरूको लागि त्यसलाई हटाउनको लागि कानुन मन्त्रालयले एउटा विधेयक पास गरिसकेका छ। अब त्यो विधेयक तयारी गरिसकेका छ। त्यो भोलि कानुनको रूपमा आयो भने अहिलेसम्म भएका कानुन जति विभेदपूर्ण उयोहरू छन् त्यो प्रावधानहरू सबै हटेर जान्छन् पहिलो। अनि दोस्रो के छ भने आउने संविधान सभाको हिजो संविधान सभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको जुन जति अधिकारहरू मौलिक हकको रूपमा, नागरिकताको रूपमा र पहिचानको अल्पसंख्यक समुदायको पहिचानको रूपमा जति राखेका छन् ती कुराहरू चाहिँ अहिलेको संविधान सभाले पनि त्यसलाई ग्रहण गर्ने र अपनत्व लिने र त्यसलाई ग्रहण गर्ने भनेर जुन निर्णय भइसकेको छ त्यसले गर्दाखेरि भोलिका संविधानमा मौलिक हकदेखि लिएर नागरिकतादेखि सबै कुराहरूमा चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारहरू चाहिँ सुरक्षित हुन्छन् र संरक्षित हुन्छन्। यसले गर्दा उनीहरूले भोलिका दिनहरूमा कुनै पनि संविधानमा नै ग्यारेन्टी मौलिक हकहरूमा आइसकेपछि कुनै पनि रूपमा समस्याहरू भोग्नु पर्दैन र संविधानमा आइसकेपछि स्वत नै संविधान अनुसार कानुन बन्छन् र अरू कानुनहरूमा पनि संविधान अनुसारको व्यवस्था गरिनुपर्ने भएको हुनाले र आउने कानुन पनि संविधानमा बन्नुपर्ने भएको हुनाले विभेदपूर्ण पनि हुँदैनन् र त्यो अनुसारको अरू कानुन व्यवस्था पनि हुने कारणले गर्दाखेरि उनीहरूको यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारको जुन संवैधानिक अधिकारहरू, कानुनी अधिकारहरू चाहिँ दिन प्रतिदिन मजबुत हुँदै र सुरक्षित हुँदै गइरहेको अवस्था छ र यो चाहिँ नेपालको पक्षमा राम्रो हुन्छ। नेपाल मात्रै होइन संसारकै लागि चाहिँ उदाहरणीय छ। तर संस्थाका सधैँ सजिला दिन रहेनन्। जिल्ला प्रशासन कार्यालयले पूर्वाग्रह राख्दै संस्थाको नवीकरण रोकेपछि सन् 2012मा संस्था झण्डै 7 महिना नवीकरणविहीन रह्यो। समुदायका सदस्यको लामो प्रयत्नपछि मात्रै यो समस्या सुल्झियो। ब्लू डायमन्ड सोसाइटीलाई समय समयमा सरकार तथा विभिन्न विदेशी दात्री संस्थाहरूले सहयोग पनि गर्दै आएका छन्। समुदायका सदस्यको सशक्तिकरणका लागि खेलेको भूमिकाकै कारण ब्लू डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिल बाबु पन्त नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा पर्नुभयो। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि यो पनि एउटा उपलब्धि नै हो। कानुनी जटिलता र समस्या हुँदाहुँदै पनि ब्लू डायमन्ड सोसाइटीको स्थापनाका 14 वर्षमा समाजमा यो समुदायप्रति रहेको धारणामा भने
उल्लेख्य फेरबदल भएको छ। सुरुमा उनीहरूको कुरै सुन्न नचाहने र यसलाई हाँसो र घृणाको विषय बनाउने समाजले नै अहिले उनीहरूका कुरालाई चासोका साथ सुन्न थालेको छ र व्यवहार पनि फेरिएको छ। यही अनुभव गरेका छन् समुदायका सदस्यहरूले पनि। बुलडाइमा सोसाइटी हुँदैन थियो भने आज चाहिँ हाम्रो समलिङ्गी तेस्रोलिङ्गी साथीहरू चाहिँ कतिपय अब एचआइभी सङ्क्रमित भएर होइन चाहिँ मृत्यु भइसक्ने थियो होला। पहिलो कुरा त कतिपय साथीहरू चाहिँ आफ्नो यौनिकता लुकाएरै पनि समाजमा घर परिवार चाहिँ अब अनसेफ सेक्स गरिरहेको हुन्थे। कतिपय एचआइभी भएर मरिसकेका हुन्थे भने चाहिँ कतिपय चाहिँ आफ्नो अब जति अहिले खुलेर हिँड्नु भएको छ उहाँहरूलाई अब केटीको ड्रेस लगाएर हिँड्नु पाउनु भएको छ। उहाँहरू चाहिँ आफ्नो राइट्सको लागि बोल्न सक्नु भएको, 2 शब्द अगाडि आएर बोल्न सक्नु भएको छ। घरबाट निकालिएर घरबाट परिवारदेखि निकालेर पठाएर पनि अनि उहाँहरूले चाहिँ रोजगार पाउनु भएको छ। अब जोखिम रूपबाट चाहिँ उहाँहरू बच्न सकिराख्नु भएको छ, आफ्नो राइट्सको लागि बोल्न सक्नु भएको छ। त्यसको लागि चाहिँ बुलडाइमा सोसाइटीको चाहिँ धेरै भूमिका छ। निलिरा समाज स्थापना भएर चाहिँ हामीले वकालतको कार्यक्रमहरू चलाइसकेपछि हामीले सपोर्टहरू थुप्रै ठाउँबाट पाएको छौँ होइन। प्रहरी प्रशासनबाट पनि हामीले सपोर्ट पाएको छौँ। उहाँहरूले चाहिँ हामीलाई अब यो हाम्रो पहिचानको बारेमा थाहा पाइसकेपछि उहाँहरूले सपोर्ट नै गर्नुभएको छ। यहाँको चाहिँ पत्रकारहरू मिडियाहरूबाट अनि त्यसपछि यहाँको स्थानीय लेभलको एउटा भनौँ न एउटा नागरिक जनसमुदायबाट चाहिँ सपोर्ट पाएको छ। भिन्न खाले यौनिकता र लैङ्गिकता भएका व्यक्ति जो कोहीको परिवारमा पनि जन्मन सक्छन्। यस्तो अवस्थामा उसको भावना बुझ्नतिर लाग्नुपर्छ, न कि उसलाई घृणा र तिरस्कार गर्नतिर। उसलाई पनि त उत्तिकै माया र सम्मानको हक छ। उनीहरूको क्षमता विकास, नेतृत्व विकास, जीवन उपयोगी सिप तथा शिक्षाबाट वञ्चित गर्नु भनेको राष्ट्रको उन्नति र प्रगतिमै तगारो हाल्नु हो। त्यसैले राजनीतिक दल, नीति निर्माणकर्ता, नागरिक समाज तथा तपाईँ हामी सबैले यो कुरालाई बुझेर आफ्नो ठाउँबाट के कसरी सहयोग गर्न सकिन्छ भनेर खुलेर छलफल गर्नु आवश्यक छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान, उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि ब्लू डायमन्ड सोसाइटीले गरेका काम सकारात्मक प्रयास अवश्य नै हुन्, तर यति नै पर्याप्त भने छैनन्। यसका लागि राज्यले कानुन मान्ने सुनिश्चित गरिदिनुपर्छ अनि समाजले पनि उनीहरूको भावना बुझ्नु पर्दछ। जबसम्म राज्य तथा राजनैतिक दलहरू यस्ता अल्पसङ्ख्यकहरूको मुद्दामा गम्भीर हुँदैनन्, तबसम्म गर्नुपर्ने काम धेरै नै बाँकी रहनेछ।